जसको जन्म 1982 देखि 1995 को बीचमा जन्मिएको थियो त्यो पुस्ता जसलाई हामी मिलेनियल वा जेनेरेसन वाई भन्ने गरिन्छ। त्यस पुस्ता नेपालको सन्दर्भमा जीवन, यात्रा, सङ्घर्ष, योगदान बारे के शब्दहरू राख्न चाहन्छु। यो पुस्ता एनालग संसारमा जन्मिएको तर डिजिटल युगमा हुर्किएको पुस्ता हो। यो पुस्ताको बाल्यकालमा न मोबाइल थियो, न इन्टरनेट, टिभी, रेडियो र पत्रिका नै संसार थियो। यो पुस्ता बाहिर खेल्ने डन्डीबियो, लुकी, डुम, चुङ्गी जस्ता खेलहरू खेलेर हुर्किएको थियो र शिक्षक र अभिभावकको कडा अनुशासनमा हुर्किएको पुस्ता थियो। जब यी पुस्ताहरू किशोर अवस्थामा प्रवेश गर्यो त्यो बेला कम्प्युटर, इन्टरनेट र मोबाइल नेपालमा बिस्तारै भित्रिन थालिएको थियो। यो पुस्ताले बिस्तारै नयाँ प्रविधि सिक्यो तर अवसर भने निकै नै थोरै पाएका थिए। नेपालमा यसै कारण नेपालमा पढाइसकेपछि रोजगारी अभाव, कम तलब र अनिश्चित भविष्य यो पुस्ताका लागि साझा समस्या बन्न पुग्यो। धेरै युवाहरू विदेशिन बाध्य भए। कतार, साउदी, मलेसिया, कोरिया, जापान, युरोप र अस्ट्रेलियासम्म। यो पुस्ताले विदेश पुगेर पनि सपना होइन, पहिलो सङ्घर्ष नै भेटायो। लामो काम, भाषामा समस्या, परिवारबाट टाढाको पीडा र समाजको अपेक्षाको भारीको बोझ। तर यी पुस्ताले कहिले हार मानेन। सानो तलबबाट सुरु गर्यो, धैर्य राख्यो, मेहनत गर्यो र परिवारको भविष्यका लागि आफ्नो जवानी समर्पण गर्यो। मानसिक दबाव थियो तर मानसिक स्वास्थ्य भन्ने शब्द बोल्ने साहस गर्न नसकी पीडा मनमै राखेर जिम्मेवारी पुरा गर्नुपर्ने बाध्यतालाई मनन गरेर अघि बढिरह्यो। आज यो पुस्ताले घर बनायो, दाजुभाइ बहिनी पढायो, आमा बुवाको औषधि किन्न सफल भयो र देशको अर्थतन्त्रमा ठुलो योगदान दिन सफल भयो। अन्त्यमा म यति भन्न चाहन्छु, 1982 देखि 1995 मा जन्मिएको जुन पुस्ता थियो, सजिलो जीवन भने यी पुस्ताले पाएका थिएनन्। यो पुस्ता सहनशील थियो, सङ्घर्षशील थियो र जिम्मेवारी थियो। यही पुस्ताले हिजो नेपाल धानेको थियो, आज संसारमा नेपालीको पहिचान बनाइरहेको छ र भोलि आउने पुस्ताको लागि बाटो खोलिरहेको छ। धन्यवाद। जय नेपाल, जय देश।